यो च्यानल सब्सक्राइब गर्नुभयो भने सिरियल्ली पुरै प्रत्येक बुधबारको समसामयिकहरू यहाँ कर्मकोत्तर पाउँछ र भने भाग 1, भाग 2, भाग 3 को रूपमा सामान्य ज्ञान भनेर आइसकेको छ। युट्युब च्यानल हेर्नुहोला, सब्सक्राइब गर्नुहोला। प्रत्येक मैले समसामयिकको भन्दा पनि अहिले विज्ञान तथा प्रविधिबाट सुरुवाती सिरियल्ली भाग 1, भाग 2, भाग 3 भनेर 3 भाग मैले बनाइसकेको छु। 3 भाग अब चौथो, पाँचौँ, छैटौँ हुँदैन 3 भाग मैले च्यानल गरिसकेको छु। मैले फेसबुकमा र युट्युब च्यानलमा पनि दुइटैमा राखिरहेको छु। फेसबुकमा लिङ्क छ भने युट्युब च्यानलमा अपलोड गरेको छ। त्यो डिटेल हेर्नुहोला। हेर्दै कापीमा टिपे पनि हुन्छ। त्यति कम्प्लिट कहीँ पनि पाउनु छैन। र त्यसपछि त्यहाँ हेरेपछि अन्त कहीँ सानो ज्ञान पनि हेर्नु पर्दैन। म डिटेल पुऱ्याइदिन्छु। र यो लोकसेवाको पनि कहीँ साइड हेर्नु परेन। एकचोटि पढेर सर्लक्क पढ्नुभयो भने तपाईँले टिप्नुभयो भने तपाईँले सधैँभरिलाई काम लाग्छ। खरिदार, सुब्बा, नासु, अफिसर, संस्थान, कृषि विकास ब्याङ्क लगायतका र अन्य शिक्षा क्षेत्रतिर यो प्राइभेट टिचर, माध्यमिक टिचर, निमावी टिचरहरूतिर पनि आइक्यूको लागि, जिकेको लागि कम्प्लिट कोर्स हुनेछ। त्यसका लागि युट्युबमा गएर सर्च गरेर युट्युब च्यानलमा लाइक गर्नु, सब्सक्राइब गर्नु। त्यसपछि गएर हेर्नु भने भाग 1, भाग 2, भाग 3 भन्ने जिके आएको छ। र लोकसेवाको चाहिँ यो गोरखापत्रको चाहिँ संस्करण चाहिँ यो आजको चाहिँ असार 17 गतेको हो है त। ल यसमा 1 नम्बर छ G7 को 52औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो भनेर 2026 जुन 15बाट 17मा फ्रान्समा एकदमै महत्त्वपूर्ण रहेको थियो। अध्यक्ष त फ्रान्स राष्ट्रपति इमानुएल म्याक्रोन थिए भने विभिन्न 9वटा घोषणापत्र जारी गरिएको, जसमा युक्रेन, मध्यपूर्व, एआई, क्यान्सर र लागु औषध तस्कर विरुद्धको सहकार्य प्रमुख रहेका। 2 नम्बरमा चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको हो? 20 2083 असार 6 देखि 7 सम्म बुटोलमा सरकारी विज्ञापन सम्बन्धी वर्तमान नीति पुनरावलोकन गरी समानुपातिक तथा मापदण्डमा आधारित विज्ञापन वितरण प्रणाली लागू गर्नुपर्ने माग सम्मेलनले गरेको। 3 महिनाभित्र पाठक, दर्शक तथ्याङ्क सार्वजनिक गर्ने र 1 वर्षभित्र स्वतन्त्र लेखा परीक्षण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाइएको। लुम्बिनीलाई विश्व शान्ति तथा सूचना प्रविधिको केन्द्र बनाउन सञ्चार सङ्ग्रहालय र सञ्चारग्राम स्थापना गर्न 3 तहका सरकारसँग संयुक्त पहलको माग गरिएको। 3 नम्बरमा दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो? सन् 2026 जुन 25। भेनेजुएलाले सन् 1900 पछिकै सबैभन्दा शक्तिशाली भूकम्पको सामना गरेको छ। क्यारिबियन तटीय सहर मोरोन नजिकै 10 किलोमिटरको कम गहिराइमा 7.2 र 7.5 म्याग्निट्युडको दुईवटा ठुलो भूकम्प गएको थियो। त्यो सर्ट टाइममा 2टा भूकम्प गएको थियो। भूकम्पले तटीय राज्य ला गुइरा सबैभन्दा बढी तहसनस भएको। अमेरिकी संस्था USGSका अनुसार यस भूकम्पमा परि 10,000 मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको थियो। 4 नम्बरमा यङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष 2082 को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट कसलाई सम्मान गरियो? रेणुका नगरकोटी। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा एपिएफ क्लबकी मिडफिल्डर रेणुका नगरकोटीलाई वर्ष 2082 को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड प्रदान गरिएको हो। यस अवार्डसँगै उनले नगद रु 1 लाख प्राप्त गरेकी छिन्। यो अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चसँगको सहकार्यमा यङ स्टार फाउन्डेसनले गत वर्षदेखि प्रदान गर्न सुरु गरेको। यो अवार्ड गत वर्ष प्रीति राईले प्राप्त गरेकी छिन्। राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरीब निर्माण मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन 2026 कहिले सम्पन्न भएको हो? 2083 असार 6 to 7। आयोजना स्थल ललितपुर। सम्मेलनले 11 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। 6 नम्बरमा मध्य प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 का लागि मध्य प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको थियो? 41 अर्ब 13 करोड 86 लाख। बजेटका प्रमुख प्रावधानहरू चाहिँ डिटेलमा दिएको छ। यो 7 प्रदेशको चाहिँ समग्रमा पढ्नुपर्ने हुन्छ। यसको विस्तार चर्चा गरौँला। 7 मा एर्सा गुम्बाको वैज्ञानिक नाम के हो भन्दा कोर्डिलेसेप्स सिनेप्सिस हो। एर्सा गुम्बा लेपिडो प्रेभा पर्वको लाभ्रे किरा सङ्क्रमित भएको गणित च्याउ हो। त्यसैले यसलाई बर्खे च्याउ र हिउँदे किराको संज्ञा पनि दिएको छ। एर्सा गुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फङ्गस भनिन्छ। एर्सा गुम्बा बहुचर्चित, बहुमूल्य र बहुगुणयुक्त जडीबुटी हो। चिनिया परम्परागत औषधि पद्धतिमा झन्डै 2000 वर्षदेखि नै यसलाई शक्तिवर्धक औषधिको रूपमा प्रयोगमा ल्याइएको अनुमान गरिन्छ। नेपालमा जडीबुटीको नामबाट चिनिने एर्सा गुम्बा तिब्बती भाषामा यार्चा कुन्बु नामक शब्दबाट अपभ्रंश भई
भनेको तिब्बती भाषामा यार्चा कुन बुको शाब्दिक अर्थ केलाउँदा यार भनेको वर्ष, चा भनेको घाँस, कुन भनेको हिउँद र भू भनेको किरा हुन्छ। यसरी यार्चागुम्बाको नाम आएको हो। सरी मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 कसलाई प्रदान गरियो? लेखक तथा अध्येता रमेश रुचेन राई, कृति श्वेत शार्दुललाई। पुरस्कार 2 लाख रुपियाँ तथा नगद सम्मानपत्र। कर्पोरेट कमर्सियल भेहिकल अवार्ड 2026 कसलाई प्रदान गरियो भन्दा फोटोलाई। तपाईँको कामले नै तपाईँको पहिचान बनाउँछ, बोलले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्ति त को भन्दा चिनिया ब्रान्ड ज्याकमाको निकै चर्चा हुने गरेको छ। अहिले पछिल्लो समय चिनिया धनाढ्यका रूपमा चिनिन्छ। फिफा पर विश्वकप इतिहासमा हजारौँ खेल कुन देशबीच भयो? जापान र ट्युनिसिया। जुन खेल चाहिँ सन् 2026 जुन 21 को 23 विश्वकप अन्तर्गत भएको हो। विवाहित महिला सौन्दर्य प्रतियोगिता दि मिसेस नेसनल सिजन 4 को उपाधि विजेता को हुन् भन्दा पूजा शाह। प्रतियोगितामा लक्ष्मी बोहराले दि मिसेस नेसनल प्लेटिना र अप्सरा सुवेदीले दि मिसेस नेसनल क्लासिकको उपाधि हात परेका। 13 नम्बरमा फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई अनिश्चितकालका लागि कहिले निर्माण गरेको भन्दा सन् 2026 जुन 24मा एन्फा पदाधिकारी बीचको आन्तरिक कलह लगायत कारण फिफाले एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो। यो हाम्रो नेपालको किचडले गर्दा अन्तर्राष्ट्रिय बेइज्जत पनि भएको छ। यो हाम्रो आफ्नै लज्जास्पद कुरा हो। 14मा जुम्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन्न जिल्ला घोषणा कहिले गरिएको हो? विषम 2083 असार 16 गते जिल्ला खोप समन्वय समितिको आयोजनामा एक नगरपालिकासहित 7 गाउँपालिका गरी 8वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन्न घोषणा गरिएको छ। 15 नम्बरमा सुदूरपश्चिम प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ भन्दा रु 37 खर्ब 70 करोड 39 लाख, आन्तरिक राजस्व रु 1 अर्ब 72 करोड। अब यसमा बजेटका विभिन्न प्रावधान छन्, यी डिटेलमा गइरहेमा जानु पर्दैन। सुशासन प्रविधि, रोजगार तथा स्टार्टअप, पर्यटन विकास, स्वास्थ्य क्षेत्र, शैक्षिक अभियान, कृषि अभियान लगायतका चाहिँ प्रमुख उद्धार रहेका छन्। त्यसैगरी 16 नम्बरमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो भन्दा 2021 जनवरी 22। यो पुरा नभए पनि यो महत्त्वपूर्ण भएको हुनाले समयसँग आएको छ। आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि कहिलेबाट भएको भन्ने। राष्ट्रिय क्षमादान सङ्गठन भनेर कुन संस्था चिनिन्छ? एमनेस्टी इन्टरनेसनल। यसको स्थापना 1961 जुलाईमा भएको हो। प्रधान कार्यालय लन्डन बेलायतमा। 18 नम्बर नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउने लक्ष्य दिएको छ भन्दा 2030सम्ममा। यो लक्ष्य दिएको विकास लक्ष्य पनि पर्दछ। 19 नम्बरमा विश्व आर्टिफिसियल इन्टेलिजेन्स एआई को तेस्रो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको छ? 2025 फेब्रुअरी 10 to 11। यो लोकसेवाको 2081 पनि आएको थियो, पेरिसमा भएको थियो। 2025 फेब्रुअरी 10 to 11 पेरिस। 2 दिन यस सम्मेलनमा 80 देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञ लगायतको सहभागिता रहेको थियो। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अध्यक्षता गरेको यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सह-अध्यक्षका रूपमा उपस्थित थिए। पहिलो सम्मेलन सन् 2023 बेलायत, दोस्रो सम्मेलन 2024 दक्षिण कोरिया, तेस्रो सम्मेलन सन् 2025 फ्रान्स। यसपटक चिनिया एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना परिक्षेत्रमा ठूलो परिवर्तनका बीच यो सम्मेलन आयोजना भएको थियो। त्यसैगरी 20 नम्बरमा विषम 2083 असार 15 गते कतिौँ राष्ट्रिय धान दिवस मनाइयो? 23औँ। नारा चाहिँ जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। यो चाहिँ धान दिवस 2061बाट मनाउन थालिएको हो। पहिलो राष्ट्रिय धान दिवसको नारा धान नै जीवन हो, राइस इज लाइफ थियो। नेपालको प्रमुख खाद्य बाली धान हो। त्यसै गरी दोस्रोमा मकै र तेस्रोमा गहुँ रहेको छ। यसरी गोरखापत्रमा भएका छन्। अब कर्मै रूपमा च्यानल सब्सक्राइब मात्रै गर्नुहोस् र पुरै सुन्नुहोस्। तपाईँले यहीँ हुन्छ, टिभी पनि हुन्छ, सुने पनि हुन्छ, 2-3 चोटि कन्ठै हुन्छ। सिलसिला र प्रत्येक बुधबार खण्ड यसै गरी आउँछ है त। हस्, धन्यवाद।